हेलो एभ्रिवान, इट्स मी विशुद्ध। आज चाहिँ म हजुरलाई क्लास 10 को साइन्स को स्पेसिफिकेसन ग्रिड को बारेमा डिटेलली भन्न गइरहेको छु। सर्वप्रथम भनेको हाम्रो साइन्समा 19 वटा च्याप्टर छ र त्यो 19 वटा च्याप्टरलाई 4 वटा भागमा क्याटेगोरीमा डिभाइड गरेको छ। पहिलो भनेको आईसीटी र साइन्टिफिक स्टडी भनेर छ। यसमा भनेको टोटल हाम्रो दुईटा च्याप्टर मात्र छ, साइन्टिफिक स्टडी र आईसीटी। यो क्याटेगोरीले टोटल 8 मार्क्स क्यारी गर्छ, एक्जाममा आउने 8 मार्क्स क्यारी गर्छ यसले। अनि अर्को हाम्रो नेक्स्ट क्याटेगोरी रहेको छ बायोलोजी। बायोलोजीमा हाम्रो 5 वटा च्याप्टरहरू छन् र च्याप्टरहरू यहाँनिर हेर्न सक्नुहुन्छ। क्लासिफिकेसन अफ लिभिङ बिङ्स छ, हनीबी छ, हेरिडिटी छ, फिजियोलोजी छ र यसमा बायोलोजीमा अलिकति इन्भाइरोमेन्टको पनि कुरा जोडेर हाम्रो नेचर एन्ड इन्भाइरोमेन्ट पनि च्याप्टर एउटा बायोलोजीकै उसमा हालिदिएको छ। अनि अर्को रहेको छ क्याटेगोरी भनेको हाम्रो फिजिक्स। फिजिक्समा पनि हाम्रो 6 वटा च्याप्टर रहेको छ। पहिलो रहेको छ फोर्स एन्ड मोसन, प्रेसर छ, हिट पनि छ, हाम्रो वेभ, इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम छ। अनि लास्टमा अलिकति एस्ट्रोनोमी पनि जोडेर हाम्रोमा युनिभर्स पनि राखिएको छ। अनि अर्को लास्ट क्याटेगोरी हाम्रो रहेको छ केमिस्ट्री। केमिस्ट्रीमा पनि हाम्रो अल टोटल भनेको 6 वटा च्याप्टर राखेको छ साइन्समा। पहिलो च्याप्टर रहेको छ केमिस्ट्रीको हाम्रो क्लासिफिकेसन अफ एलिमेन्ट्स छ। त्यो पछिको हाम्रो केमिकल रियाक्सन, सम ग्यासेस भयो, मेटल्स भयो, हाइड्रोकार्बन भयो अनि मेटेरियल युज्ड इन डेली लाइफ छ। हाम्रो बायोलोजीले चाहिँ टोटल 23 मार्क्स क्यारी गर्छ एक्जाममा आउने। फिजिक्सले भनेको हाम्रो 25 मार्क्स क्यारी गर्छ र केमिस्ट्रीले भनेको हाम्रो 19 मार्क्स क्यारी गर्छ एक्जाममा आउने। अब चाहिँ हामी हाम्रो कस्तो टाइपको कग्निटिभ लेभलको हाम्रो क्वेसन सोध्छ एक्जाममा त्यो हेरौँ र अनि कस्तो टाइपको क्वेसन नि सोध्छ एक्जाममा त्यो हेरौँ। पहिलो हाम्रो भनेको चाहिँ नलेज बेस्ड क्वेसन हुन्छ। टोटल क्वेसनमा नलेज बेस्ड क्वेसन भनेको चाहिँ 15% हुन्छ हाम्रो साइन्सको क्वेसनमा। अनि हाम्रो त्यसमध्ये पनि एमसीक्यू चाहिँ 2टा सोधिन्छ, भेरी सर्ट क्वेसन 2टा सोधिन्छ, सर्ट क्वेसन पनि 2टा सोधिन्छ र लङ क्वेसन भनेको हाम्रो एउटा सोधिन्छ हाम्रो नलेज बेस्ड भएर है। अनि नलेज बेस्ड भनेर चाहिँ टोटल मार्क्स भनेको चाहिँ हाम्रो 12 मार्क्सको क्वेसन सोधिन्छ नलेज बेस्डमा एक्जाममा। अनि अर्को नेक्स्ट कग्निटिभ लेभल भनेको हाम्रो अन्डरस्ट्यान्डिङ छ। अन्डरस्ट्यान्डिङको पनि हामीले 30% अफ द क्वेसनहरू अन्डरस्ट्यान्डिङ बेस्ड हुन्छ हाम्रो एक्जाममा, साइन्सको एक्जाममा। अनि अन्डरस्ट्यान्डिङमा बेस्ड भएर चाहिँ 4 वटा एमसीक्यू सोधिन्छ हामीले। अनि भेरी सर्ट क्वेसन 4 वटा, सर्ट क्वेसन 3टा, लङ क्वेसन 2टा सोधिन्छ एक्जाममा। अनि अन्डरस्ट्यान्डिङको टोटल मार्क्स भनेको चाहिँ हाम्रो 22 मार्क्स क्यारी गर्छ अन्डरस्ट्यान्डिङ बेस्डमा। अनि अर्को नेक्स्ट कग्निटिभ लेभल हाम्रो भनेको चाहिँ एप्लिकेसन बेस्ड छ। एप्लिकेसन बेस्डको पनि त्यही अन्डरस्ट्यान्डिङको जस्तै 30% नै छ। एक्जाममा आउने क्वेसनहरू 30% अफ द क्वेसनहरू एप्लिकेसनबाट आउँछ हाम्रो एक्जाममा। अनि एमसीक्यू भनेको यसमा 2टा आउँछ, भेरी सर्ट क्वेसन भनेको हाम्रो 2टा आउँछ, सर्ट क्वेसन यसमा 5 वटा आउँछ र लङ क्वेसन भनेको हाम्रो 2टा आउँछ एप्लिकेसन बेस्ड भएर। र अनि हायर एबिलिटीबाट भनेको चाहिँ हाम्रो 25% अफ द क्वेसनहरू हायर एबिलिटीमा बेस्ड हुन्छ। अनि हायर एबिलिटीमा बेस्ड हुने एमसीक्यू भनेको हामीलाई 2टा सोधिन्छ एक्जाममा। अनि भेरी सर्ट क्वेसन एउटा सोधिन्छ, सर्ट क्वेसन 4 वटा सोधिन्छ र लङ क्वेसन भनेको हाम्रो 2टा सोधिन्छ। र टोटल हायर एबिलिटीले हाम्रो एक्जाममा क्यारी गर्ने मार्क्स भनेको चाहिँ 19 मार्क्स हो। अनि अब हामी जाम कस्तो टाइपको क्वेसन सोधिन्छ त हाम्रो एक्जाममा भनेर है त। पहिलो टाइपको क्वेसन रहेको छ हाम्रो एमसीक्यू। एमसीक्यू भनेको चाहिँ हरेकको 1 मार्क्स हुन्छ। अनि हामीलाई एमसीक्यू 10 वटा सोधिन्छ र यसले टोटल मार्क्स क्यारी गर्ने भनेको पनि 10 मार्क्स नै हो। र भेरी सर्ट क्वेसन पनि हाम्रो इच क्वेसनको पर क्वेसनको मार्क्स भनेको 1 मार्क्स हुन्छ र हामीलाई 9 वटा भेरी सर्ट क्वेसन सोधिन्छ। अनि अर्को नेक्स्ट भनेको चाहिँ हाम्रो सर्ट क्वेसन रहेको छ। सर्ट क्वेसन भनेको चाहिँ हरेक एउटा क्वेसनको 2 मार्क्स गरेर हामीलाई टोटल 14 वटा सर्ट क्वेसन सोधिन्छ र यसले टोटल मार्क्स क्यारी गर्ने भनेको 28 मार्क्स हो। र लास्टमा रहेको छ हाम्रो लङ क्वेसन भयो। लङ क्वेसन भनेको हाम्रो पर क्वेसनको 4 मार्क्स दिन्छ र यो टोटल लङ क्वेसन भनेको हाम्रो साइन्सको एक्जाममा 7 वटा लङ क्वेसन सोधिन्छ हामीलाई। आजको भिडियोमा चाहिँ हामीले क्लास 10 को साइन्सको स्पेसिफिकेसन ग्रिडको बारेमा डिटेलली डिस्कस गर्यौं र अब आउने अर्को भिडियोबाट चाहिँ हामीले
हरेक च्याप्टर वाइज कन्सेप्टहरू पनि क्लियर गर्दै जान्छौँ र च्याप्टर वाइज क्वेसनहरू पनि प्र्याक्टिस गर्छौँ र आजको लागि